जेफ्री एप्स्टिनसँग जोडिएका हजारौं फाइलहरू सार्वजनिक गरियो, तर सत्य बाहिर आउनुको साटो यसले झन धेरै प्रश्न र अलमल खडा गरेको छ। आज हामी यही सूचनाको भद्र घोललाई केलाएर हेर्नेछौं र के लुकाइएको छ त्यो खोज्ने प्रयास गर्नेछौं। हामी यहाँ कुनै सानोतिनो कुरा गर्दै छैनौं, हामी कुरा गर्दैछौं 35 लाख कागजातहरूको। सोच्नुहोस् त, यो संख्याले नै देखाउँछ कि यो सूचनाको पहाड कति ठूलो छ र यसबाट सत्य पत्ता लगाउनु कति जटिल काम हो। तर यहाँको असली कथा सार्वजनिक गरिएका कागजातहरूमा मात्रै सीमित छैन। असली कथा त लुकाइएका कुराहरूमा छ। आजको हाम्रो खोजीको केन्द्रबिन्दु यही हो, कागजातहरूमा जानी कालो पोतेर हटाइएका जानकारीहरू, जसलाई रिड्याक्सन भनिन्छ, र त्यसमा देखिएका गम्भीर गडबडीहरू। पहिलो खण्डमा हामी हेर्नेछौं कि न्याय विभागले यी कागजातहरूलाई जसरी ह्यान्डल गरेको छ त्यो आफैमा एउटा कथा कसरी बन्न पुगेको छ। यहाँ हेर्नुस् त, मुख्य समस्या यही छर्लङ्ग हुन्छ। यो मारिया फार्मरको 1996 को उजुरी फारम हो। एउटै कागजात, तर दुई फरक फरक तरिकाले सम्पादन गरिएको छ। यसले के प्रमाणित गर्छ भने जानकारी जानी लुकाइदैछ। र त्यो सुरुमा लुकाइरहेको डरलाग्दो कुरा के थियो त? एफबीआईलाई सन् 1996 मै थाहा थियो कि एप्स्टिनले फोटो र नेगेटिभ चोरेको थियो र यदि कसैलाई भने घर जलाइदिन्छु भनेर धम्की दिइरहेको थियो। अब प्रश्न उठ्छ, यो जानकारी सुरुमा किन लुकाइयो? यदि कानूनले पीडितको पहिचान जोगाउन मात्रै जानकारी हटाउन मिल्छ भन्छ भने यस्तो महत्त्वपूर्ण जानकारी किन लुकाइदैछ? यो प्रश्नले हामीलाई अर्को तहको प्रमाणतर्फ लैजान्छ, ती हुन् अपुष्ट आरोपहरू। अब हामी केही गुमनाम उजुरीहरू र आरोपहरूतर्फ जाँदैछौं, जसलाई निकै होशियारीपूर्वक हेर्नुपर्छ। याद राखौं, यी दाबीहरू प्रमाणित भएका छैनन्, तर यिनीहरू निकै गम्भीर प्रकृतिका छन्। फाइलहरूमा सबैभन्दा धेरै चर्चामा आएको एउटा गुमनाम आरोप यो हो। यसमा डोनाल्ड ट्रम्प र जेफ्री एप्स्टिनमाथि 13 वर्षीय बालिकाको यौन शोषण गरेको आरोप लगाइएको छ। तर यो दाबीको स्रोत के हो त? यो जान्नु एकदमै महत्त्वपूर्ण छ। यो जुलाई 4, 2016 मा एक वकिलले गरेको एउटा अपुष्ट र गुमनाम फोन कलमा आधारित छ। त्यसैले यसलाई तथ्यको रूपमा लिनुअघि यो कुरा बुझ्नै पर्छ। फाइलहरूमा एउटा साङ्केतिक भाषामा लेखिएको स्क्रैपबुक पनि भेटिएको छ। यो अंश निकै डरलाग्दो छ। यसले एउटा बच्चाको जन्म र त्यसको केही क्षणमै उसको आवाज बन्द भएको र ऊ बेपत्ता भएको जस्तो घटनाको वर्णन गर्छ। त्यही स्क्रैपबुकको कथा अगाडि बढ्छ। यसले एप्स्टिनको उत्कृष्ट नसल बनाउने योजना अर्थात् युजेनिक्सप्रतिको मोह र पीडितलाई केवल उत्तम सन्तान जन्माउने माध्यमको रूपमा हेरेकोतर्फ सङ्केत गर्छ। जब आरोपहरू यति गम्भीर हुन्छन्, तिनलाई प्रमाणीकरण गर्ने प्रक्रिया के हो र किन यति धेरै उजुरीहरूमा कुनै कारवाही नै नभएको जस्तो देखिन्छ? खैर, यही प्रश्नले हामीलाई अब अझ ठोस प्रमाणतर्फ डोर्याउँछ। ल, अब अपुष्ट दावीहरूबाट अलि ठोस प्रमाणतिर लागौं। इमेल र क्यालेन्डर एन्ट्रीहरू जस्ता लिखित प्रमाणले सार्वजनिक रूपमा गरिएका दावीहरूलाई कसरी झुटा साबित गर्छन् त्यो हेरौं। यहाँ एउटा स्पष्ट उदाहरण छ। होवर्ड लन्टनिकले सार्वजनिक रूपमा एप्स्टिनसँगको भेट एकदमै घिनलाग्दो थियो र फेरि कहिले भेट्दिन भनेर दावी गरे। तर उनको 2015 को इमेलले के देखाउँछ? उनले व्यक्तिगत रूपमा एप्स्टिनलाई हिलारी क्लिन्टनको फन्डरेजरमा निम्तो दिएका थिए। यो टाइमलाइनले त झन् स्तब्ध पार्ने वास्तविकता देखाउँछ। हेर्नुहोस्, सन् 2008 मा एप्स्टिन यौन अपराधीको रूपमा दोषी ठहर भइसकेका थिए। यो कुरा सार्वजनिक थियो। तर त्यसको वर्षौंपछि सन् 2012 मा इलन मस्कले उनको टापुमा हुने सबैभन्दा रमाइलो पार्टी कहिले हुन्छ भनेर सोधपुछ गरेका थिए। यो त झन अनौठो छ। यो एप्स्टिनले आफैलाई लेखेको एउटा इमेलको ड्राफ्ट हो, जुन हेर्दा बिल गेट्सलाई ब्ल्याकमेल गर्न तयार पारेको जस्तो देखिन्छ। यसमा गेट्सको यौन रोग र उनले गुप्त रूपमा मेलिन्डालाई एन्टिबायोटिक दिन खोजेको जस्ता गम्भीर आरोपहरू छन्। अब हामी यो प्रकरणको सबैभन्दा गम्भीर पाटोतर्फ जाँदैछौं, जसले यो सम्पूर्ण घटनाक्रम एउटा ठूलो जासुसी सञ्जालको हिस्सा हुन सक्ने सङ्केत गर्छ। तर त्योभन्दा अगाडि एउटा शब्द बुझौं, CHS अर्थात् गोपनीय मानव स्रोत। यिनीहरू एफबीआईसँग काम गर्ने विधिवत रूपमा जाँचिएका सूचनादाता हुन्। उनीहरूको बयानलाई निकै कठोरतापूर्वक प्रमाणीकरण गरिन्छ। त्यसैले उनीहरूको भनाइको ठूलो वजन हुन्छ। अब
यी CHS रिपोर्टहरूले के दाबी गर्छन् त? सुन्नुहोस्। उनीहरूका अनुसार एप्स्टिन अमेरिकी र इजरायली गुप्तचर सेवाहरूसँग सम्बन्धित थिए। उनको पूरा अपरेसन नै शक्तिशाली मानिसहरूलाई ब्ल्याकमेल गर्न र इजरायलको लागि फाइदा उठाउन बनाइएको थियो। र अन्त्यमा यो एउटा डरलाग्दो प्रमाण। यो इमेल जेफ्री एप्स्टिनलाई पठाइएको थियो। तर न्याय विभागले पठाउनेको पहिचान लुकाएको छ। कानूनले पीडितलाई मात्र बचाउन सम्पादन गर्न अनुमति दिन्छ। यहाँ पठाउने व्यक्ति स्पष्ट रूपमा पीडित होइन। त्यसो भए प्रश्न उठ्छ, कसलाई बचाइदिएछ? यसले हामीलाई एउटा निकै गम्भीर र आधारभूत प्रश्नमा ल्याइ पुर्याउँछ। यदि सत्य उजागर गर्ने जिम्मा पाएका संस्थाहरूमाथि नै शङ्का छ भने ती संरक्षकहरूको रक्षा कसले गर्छ? यो प्रश्न नै सायद यस सम्पूर्ण प्रकरणको मुटुमा छ।